हेलो नमस्ते तपाईहरुलाई झापा झाँगटेल युट्युब च्यानलमा स्वागत छ। यो मध्यराती आउनुको कारण के छ भने एउटा भिडियो मैले फेसबुक हेर्दै गर्दाखेरि एउटा भिडियो मैले देखेँ। यो कहाँको हो मलाई थाहा भएन, तर नेताहरूको लालन पोषण गर्ने जुन एउटा राष्ट्र सेवक आर्मी पुलिसहरू हुनुहुन्छ, उहाँहरूलाई एकजना दिदीले, यो कहाँको दिदी हो मलाई नि मन छोयो, उहाँ दिदीले चाहिँ साह्रै राम्रो दनक दिनुभएको छ पुलिस आर्मी नेताहरूलाई। हो, यस्तो महिला, सशक्त महिला, आँटी महिला हाम्रो देशको लागि, नेतृत्वको लागि एकदमै खाँचो छ। र यो दिदीलाई मेरो धेरै धेरै सरुट छ। जुन प्रहरी दमन विरुद्धको दिदीले विरोध गर्नुभएको छ, भ्रष्टाचार र अपराधीहरूको विरोध गर्नुभएको छ, पुलिसहरूलाई चाहिँ नि एउटा राम्रो शिक्षा दिनुभएको छ। तपाईहरु कसको पक्षमा हुनुहुन्छ भनेर उहाँ दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद छ। साथीहरु, यो भिडियो तपाईहरु पनि हेर्नुस्। दमन गर्यो राष्ट्रवादीले, अत्याचार गर्यो राष्ट्रवादीले, बलात्कार गर्यो राष्ट्रवादीले गर्यो के? जो देशमा भ्रष्ट गरेको नेता छ त्यसलाई दमन गर्न जाओस् न। यो नेपाल प्रहरीहरु दुई चारजना महिला दिदीबहिनी हात मिलाउँदा तपाईहरुलाई के अन्याय गरेर फेर्नुहुन्छ हामीलाई? आफ्नो सम्मान गर्न सिक्नुहोस्, देशलाई माया गर्न सिक्नुहोस्, तब हामी तपाईहरुलाई माया गर्छौं र मात्र हामी सम्मान गर्छौं। हैन तपाईहरुलाई दुई चारजना जनताको लागि, दुई चारजना राष्ट्रवादीलाई जराएर तपाईहरु सडकमा आएर खेल्न खोज्ने मालुम छ कुन कति जमाना हाल्न सक्नुहुन्छ भित्र? दुई चारजना हालेर के गर्नुहुन्छ तपाईहरुले?